बजाज कम्पनी लामो समयदेखि नेपालमा भित्राइरहेको बजाज पल्सर 150 को फाइनली नयाँ अपडेट भर्जन नेपालमा आइसकेको छ। 2026 को हट मोडल पल्सर 150 लाई चाहिँ बजाज कम्पनीले नेपालमा भित्राएको छ भने यसमा तपाईले पहिला भन्दा फार बेटर डिजाइन देखि लिएर यसको चाहिँ ग्राफिक डिजाइन देखि लिएर यसमा ब्रेकिङ सिस्टम यसको फिचर्सहरु तपाईले धेरै अपडेट पाउन सक्नुहुन्छ। साथै यसको प्राइस पनि बढेको छ र के कस्तो चेन्ज भएको छ के कस्तो फिचर्स पाउन सक्नुहुन्छ आजको भिडियोमा हामी कुरा गर्नेछौँ। यदि यस्तै नयाँ अपडेट भिडियो हेर्न चाहनुहुन्छ बाइक सम्बन्धी भिडियोहरु हेर्न मन पर्छ भने हाम्रो मोटर प्यासन युट्युब च्यानललाई लाइक कमेन्ट शेयर सब्स्क्राइब गरेर जोडिन नबिर्सनुहोला। बजाज कम्पनी 2026 लागेसँगै तपाईले प्रतीक्षा गरिरहेको अपडेटेड भर्जन बाइकहरु फटाफट नेपालमा भित्राइरहेको छ। यहाँभन्दा पहिला यान 125 लाई नेपालमा लिएर आएको थियो 2025 मा भने 2026 लागेसँगै 150 पल्सर देखि लिएर पल्सर 220 याफ देखि लिएर 125 पल्सरलाई पनि नेपालमा अपडेट गराइसकेको छ र 125 पल्सरको प्राइस त्यसको फिचर्स के कस्तो रहेको छ हेर्न चाहनुहुन्छ भने यहाँभन्दा पहिलाको अपडेट भिडियो हेर्न सक्नुहुनेछ। आज चाहिँ हामी विशेष गरेर बजाज पल्सर 150 को न्यू ओभिडी 2 भर्जनको बारेमा कुरा गर्नेछौँ। यसमा के कस्तो चेन्ज भएको छ जानु है त। वेल फर्स्ट अफ अल बजाज पल्सर 150 भनेको मिडल क्लास फ्यामिलीको लागि एकदमै पर्फेक्ट बाइक हो जसमा चाहिँ तपाईले आफ्नो फ्यामिली राखेर टुरिङ देखि लिएर राइडिङमा पनि जान सक्नुहुन्छ। यस बाइकमा तपाईले फर्स्ट अफ अल यसको लुक्स वाइज हेर्ने भने पहिलाभन्दा थोरै डिफरेन्स रहेको छ किनभने यसमा एलईडी हेडल्याम्प एलईडी डीआरएल पाउन सक्नुहुन्छ भने साथै यसमा फुल्ली डिजिटल मिटरको साथ नेपालमा भित्रिएको छ। यसमा अहिले चाहिँ सिंगल सिट देख्न सक्नुहुन्छ र साथै टीडी यानी कि ट्विन डिस्क भर्जन पनि नेपालमा छिटै उपलब्ध हुनेछ र यसमा चाहिँ तपाईले पाउने सबैभन्दा राम्रो पक्ष भनेको किक स्टार्ट मेकानिजम र यसमा सेल्फ स्टार्ट मेकानिजम दुवै पाउन सक्नुहुन्छ र सबैभन्दा राम्रो फिचर्स यसमा भने एबीएस ब्रेकिङ सिस्टम प्रयोग भएर आएको छ। बजाज कम्पनीले बजाज पल्सर टीडी भेरिएन्टलाई नेपालमा नलिएर आए पनि त्यस बाइकमा के कस्तो फिचर्स रहेको छ र इन्जिन कस्तो प्रयोग भएको छ म यसै भिडियोमा भनिदिन्छु। वेल फर्स्ट अफ अल दुवै बाइक सिंगल डिस्क र ट्विन डिस्कमा चाहिँ सेम इन्जिन प्रयोग भएको छ जसमा 4 स्टक 2 भल्भ ट्विन स्पार्क BS6 को ओभिडी 2 कम्प्लायन्ट इन्जिन पाउन सक्नुहुन्छ भने यसको डिस्प्लेसमेन्ट 149.50 सीसी रहेको छ जसमा म्याक्सिमम पावर पर्फर्मेन्स हेर्ने भने 14 PS को साथमा 8500 RPM रहेको छ भने यसको म्याक्स टर्क चाहिँ 13.25 Nm को साथमा 6500 RPM पाउन सक्नुहुन्छ। बजाज पल्सर 150 को ट्विन डिस्क र सिंगल डिस्क भेरिएन्टमा डिफरेन्ट भनेको यसको टायर सिस्टममा पाउन सक्नुहुन्छ र ब्रेकिङ सिस्टममा पाउन सक्नुहुन्छ। यसमा सिंगल डिस्क भेरिएन्टको कुरा गर्ने भने फ्रन्टमा 80/100 को टायर साइज प्रयोग गरिएको छ र रियरमा 100/90 को टायर साइज रहेको छ भने 17 इन्चको एलोय बेस दुवै बाइकमा पाउन सक्नुहुन्छ। जसमा ट्विन डिस्क भेरिएन्टको कुरा गर्ने भने फ्रन्टमा चाहिँ 90/90 टायर साइज रहेको छ भने रियरमा चाहिँ 120/80 को रहेको छ। दुवैमा ट्युबलेस टायर प्रयोग गरिएको छ र दुवैको ग्राफिक डिजाइन पनि सेम नै रहेको छ। बजाज पल्सर 150 ट्विन डिस्क र सिंगल डिस्कको चाहिँ सिमिलरिटी कुरा गर्ने भने यसमा तपाईले चाहिँ ब्रेकिङ सिस्टममा फ्रन्टमा एबीएस सेम पाउन सक्नुहुन्छ र यसमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा पाउने सस्पेन्सन दुवैमा सेम रहेको छ। रियरमा ट्विन हाइड्रोलिक सस्पेन्सन प्रयोग गरेको छ जुन चाहिँ 5 स्टेप एडजस्टेबल रहेको छ। ब्रेकिङ वाइज हेर्ने भने ट्विन डिस्क भेरिएन्टमा फ्रन्टमा तपाईले डिस्क र रियरमा पनि डिस्क पाउनुहुन्छ र दुवैमा सिमिलरिटी भनेको दुवैमा सिंगल च्यानल एबीएस प्रयोग गरेको छ सिंगल डिस्क र ट्विन डिस्क भेरिएन्टमा नै र फ्रन्टमा 280 mm को डिस्क रहेको छ भने सिंगल डिस्क भेरिएन्टमा चाहिँ 260 mm को डिस्क रहेको छ। रियरमा हेर्ने हो भने ट्विन डिस्क भेरिएन्टमा 230 mm को डिस्क प्रयोग गरिएको छ भने 130 mm को चाहिँ सिंगल डिस्क पल्सर 150 मा ड्रम प्रयोग गरिएको छ र साथै सिंगल डिस्क भेरिएन्ट पल्सर 150 मा रियरमा तपाईले ब्रेकिङ सेन्सर प्रयोग गरेको देख्न सक्नुहुनेछ। बजाज पल्सर 150 ट्विन डिस्क र सिंगल डिस्कमा भएको न्यू अपडेट फिचर्स भनेको यसमा मोबाइल चार्जिङ सकेट रहेको छ दुवै बाइकमा र दुवै बाइकमा तपाईले फुल्ली डिजिटल मिटर पाउन सक्नुहुन्छ जसमा ब्लुटुथ नेभिगेसन देखि लिएर बाइकले कति माइलेज दिइरहेको छ र गियर इन्डिकेटर देखि लिएर यसमा चाहिँ तपाईले अन्य नेभिगेसनहरु पनि हेर्न सक्नुहुन्छ। साथै तपाईले चाहिँ आफ्नो बाइकको सर्भिसिङ माइन्डर पनि त्यहाँ देख्न सक्नुहुनेछ र यस बाइकमा तपाईले सबैभन्दा राम्रो पक्ष भनेको दुवै बाइकमा टेल ल्याम्प देखि लिएर हेडल्याम्प अहिले चाहिँ न्यू अपडेट भर्जनमा एलईडी पाउन सक्नुहुन्छ र पहिलाको भन्दा ब्राइटनेस एकदम बढेर पनि आएको छ। डिफरेन्ट हेर्ने हो भने दुवै बाइकको डिफरेन्स चाहिँ सेल्फ स्टार्ट मेकानिजम रहेको छ ट्विन डिस्कमा भने सिंगल डिस्कमा चाहिँ सेल्फ र किक दुवै पाउन सक्नुहुनेछ।
बजाज पल्सर 150 ट्विन डिस्क भेरिएन्टमा कर्बेट 150 केजी रहेको छ। त्यसै गरी व्हील बेस भने 1345 mm को रहेको छ भने यसमा सिट हाइट 1115 mm को रहेको छ। दुवै बाइकमा ग्राउन्ड क्लियरेन्स हेर्ने भने 165 mm कै प्रयोग गरिएको छ र साथै इन्जिन काउल पनि दुवैमा देख्न सक्नुहुन्छ। पल्सर सिंगल डिस्क भेरिएन्टमा हेर्ने भने 148 केजी कर्बेट रहेको यस बाइकमा व्हील बेस भने 1320 mm को रहेको छ र 1060 को चाहिँ यसमा तपाईले सिट हाइट देख्न सक्नुहुनेछ। दुवै बाइकमा सिमिलरिटी भनेको यसको चाहिँ एकदमै राम्रो परफर्मेन्स रहेको छ र यसमा रिफाइन्ड एफआई इन्जिन पाउन सक्नुहुन्छ। माइलेज वाइज कुरा गर्ने भने दुवै बाइकमा सिंगल डिस्क भेरिएन्टमा तपाईले 45 देखि 50 को रेन्जमा पाउन सक्नुहुन्छ र त्यो भन्दा बढी पनि पाउन सक्नुहुन्छ समतल एरियामा भने टिडी भेरिएन्टमा चाहिँ तपाईले 40 देखि 45 को चाहिँ रेन्जमा तपाईले माइलेज पाउन सक्नुहुनेछ। बजाज पल्सर 150 र टिडी भेरिएन्टको प्राइस तपाईले डिफरेन्ट देख्न सक्नुहुन्छ। आधिकारिक वेबसाइट जानकार अनुसार 3,55,900 रुपैयाँ सिंगल डिस्कलाई पर्दछ भने ट्विन डिस्क भेरिएन्टलाई 3,69,900 रुपैयाँ रहेको छ र पहिलाको भन्दा धेरै प्राइस डिफरेन्ट भएर आएको छ र बढेर आएको पनि छ। तपाईले यसमा दुईटै भेरिएन्टमा चाहिँ थोरै प्राइसमा डिफरेन्ट देख्न सक्नुहुन्छ। अहिले हाल नेपालमा उपलब्ध भएको बाइक पनि बजाज पल्सर सिंगल डिस्क भेरिएन्ट रहेको छ र ट्विन डिस्क पनि छिटै नेपालमा उपलब्ध हुनेछ र दुवै बाइकमा पाउने फिचर्सहरू लगभग सेम नै रहेको छ। इभन तपाई बडी अफरोड हुन्छ र तपाईँ अफिसियल्ली कामले धेरै हेर्नुहुन्छ भने मेरो प्रिफरमा चाहिँ बजाज पल्सर सिंगल डिस्क भेरिएन्ट रहेको छ। किन चाहिँ बजाज पल्सर सिंगल डिस्क भेरिएन्ट कच्ची रोडको लागि पर्फेक्ट रहेको छ भने ट्विन डिस्क भेरिएन्ट चाहिँ ओह्रालो बढी भएको ठाउँमा छिटो डिस्क ताक्ने गर्दछ र ब्रेक अलिकति कम लाग्ने हुन सक्छ, ब्रेक फेल हुन पनि सक्छ। त्यसैले गर्दाखेरि बढी अलिक कच्ची छ भने तपाईको लागि सबभन्दा राम्रो ब्रेकिङ सिस्टम चाहिँ ड्रम र डिस्कको कम्बिनेसन हुन सक्छ र अहिले त्यही माथि बजाज कम्पनीले सिंगल च्यानल एबिएस प्रयोग गरेको छ जसले गर्दा ब्रेकिङ परफर्मेन्स एकदमै राम्रो हुने गर्दछ। यसले गर्दाखेरि तपाईलाई कच्ची रोडमा चिप्लो बाटोमा हिँड्दाखेरि कुनै पनि समस्या आउनेवाला छैन है त। बजाज पल्सर 150 सिंगल डिस्क भेरिएन्ट चाहिँ अफिसियल कामको लागि र कच्ची रोडको लागि पर्फेक्ट रहेको छ भने ट्विन डिस्क भेरिएन्ट चाहिँ अलिक स्पोर्टी लुक्स डिजाइन मनपर्ने र अलिक एग्रेसिभ डिजाइन मनपर्नेहरूको लागि एकदम पर्फेक्ट रहेको छ र यो बाइक चाहिँ विशेष गरेर फ्यामिलीको लागि भन्दा पनि सिंगल राइड र अलिकति एग्रेसिभ डिजाइन खोज्ने एग्रेसिभ राइड गर्न खोज्ने व्यक्तिहरूको लागि पर्फेक्ट हुन्छ। यसो भन्दै गर्दाखेरि बाइकहरू अलिक एग्रेसिभ भएर नचलाइदिनुहोस्, बी सेफ राइड। र बजाज पल्सर 150 पल्सर टिडी र सिंगल डिस्क भेरिएन्ट मध्ये चाहिँ अलिकति स्पोर्टी लुक्स भएको कारणले गर्दाखेरि यङ जेनेरेसनको लागि चाहिँ स्पोर्टी लुक्स नै मन पर्न सक्छ। इभन तपाईलाई यो बाइक मन पर्छ भने तपाईले नजिकैको शोरूम गएर आफ्नो मन परेको बाइकको बारेमा जानकारी लिन सक्नुहुन्छ। साथै बाइक बुकिङ गर्नको लागि अफिसियल मार्फत तपाईले चाहिँ अहिले वेबसाइट या फेसबुक मार्फत आफ्नो डिटेल्सहरू दिएर बुकिङ पनि गर्न सक्नुहुन्छ र टेस्ट राइड गर्नको लागि नजिकैको शोरूम भिजिट गर्न सक्नुहुनेछ। सो ओभरअल बजाज पल्सर 150 टिडी र सिंगल डिस्क भेरिएन्टमा मलाई सबै कुराहरू एकदम पर्फेक्ट लाग्यो। यसमा सबैभन्दा बढी मन परेको भनेको यसको न्यू ग्राफिक डिजाइन र यसको एलइडी हेडल्याम्प रहेको छ। यसमा थोरै केही भने चेन्ज भएर आएको छ र पहिलाभन्दा एकदमै ब्राइटनेस एलइडी लाइट पाउन सक्नुहुन्छ। सो दुवै कुराहरूमा एकदम पर्फेक्ट रहे पनि मलाई अलिक डिसपोइन्टेड लागेको कुरा, मन नपरेको कुरा चाहिँ यसको प्राइस रहेको छ 3,30,000 देखि 3,50,000 को रेन्जमा यदि प्राइस भएको भए एकदम पर्फेक्ट हुन्छ जस्तो लाग्छ। तर यसको प्राइस 3,55,000 देखि सुरुवात रहेको छ। सो आउने दिनहरुमा बाइकको प्राइस अझै बढ्न सक्छ। त्यसैले गर्दाखेरि लन्चिङ प्राइस हुँदाखेरि नै बाइक बुकिङ गर्नुभयो भने एकदमै राम्रो हुन सक्छ। यदि तपाईसँग फुल क्याश छैन भने तपाईले फाइनान्सिङ सुविधा मार्फत बाइक घर लैजान सक्नुहुन्छ जसमा 40%, 50% र 60% डाउन पेमेन्ट गर्न सक्नुहुनेछ र अब तपाईले चाहिँ छिटै अब न्यू इयरको चाहिँ अफरहरू पनि पाउन सक्नुहुन्छ। न्यू इयरको फाइदा उठाउनु पनि होला। र यदि आजको भिडियो मन परेको भए लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्दै हाम्रो मोटर प्यासनलाई हौसला दिन नबिर्सनु होला। कुन बाइक मन पर्यो त्यो कमेन्टमा भन्नु होला। आउने दिनमा हामी नयाँ अपडेटको साथ उपस्थित हुने नै छौँ। आजलाई भने म बिदा हुन्छु।